पृथ्वीभित्रकै कुनै एउटा ठाउँ घुम्न जाँदा त के न घुमे जस्तो देखे जस्तो अनि धेरै कुरा बुझे जस्तो फिल हुन्छ होइन। भनेपछि सौर्यमण्डलको त्यो बिचबाट भनौँ सूर्यबाट 9वटा ग्रह घुमेर आउँदा 8वटा ग्रह र भनौँ यम प्लुटो पुगेर आउँदा देखेर आउँदा नजिकबाट तिनीहरूको विभिन्न कुराहरू थाहा पाएर आउँदा चाहिँ कस्तो हुन्छ होला। मलाई चाहिँ ठ्याक्कै त्यस्तो भयो है। हुन्न त भन्दाखेरि जङ्गलमा हिँडे जस्तो होइन, तर साँच्चीमै मैले चाहिँ यति धेरै कुरा थाहा पाएँ। अनि विशेष गरी त्यो डिस्टेन्स चाहिँ हाम्रो दिमागले त्यो पर्सिभ गर्नु नसकेको जस्तो लाग्यो क्या यत्तिकै पढ्दा या भिडियो सिडियो हेर्दाखेरि। अनि म हिँडेरै चाहिँ जुन त्यो फिल गरेँ त्यो ग्याप पछि विशेष गरी त्यो 6औँ 7औँ 8औँ 9औँ प्लानेट बिचको त्यो ग्यापहरू चाहिँ त्यो चाहिँ मैले कहिल्यै पनि फिल गर्थेन होला पढेर त्यो नम्बरहरू याद भए पनि भन्ने हिसाबले मलाई त्यो भिडियो चाहिँ जस्ताको तस्तै अपलोड गर्न मन लाग्यो। मैले त केही सानतिना गल्तीहरू चाहिँ पक्कै बोलेको छु, गल्ती हुनाले ठुलो फ्याक्चुअल रङ त पक्कै छैनन् होइन, तर सानतिनो नम्बरहरूमा काहीँ कतै प्लस माइनस अलिकति भएको अनि थोरै इन्टरप्रिटेसन चाहिँ अलिकति रङ भएको अनि एउटा स्टोरी मैले जो सुनाएको थिएँ त्यो चाहिँ मैले आएर नासाको वेबसाइटतिर त्यसको फ्याक्ट चेक गर्दाखेरि चाहिँ मैले खास भेटेन। तर त्यति कुराहरूलाई चाहिँ सचाउनलाई त्यो भिडियोलाई नकाटिकन बरु आफैले पछाडिबाट सचाउँछु, तर त्यो भिडियो चाहिँ कति पनि जस्ताको तस्तै नै अपलोड गर्छु भन्ने हिसाबले चाहिँ यो बिचबिचमा चाहिँ मैले यो आफ्नो भिडियो एक्स्ट्रा थप्नेवाला छु। लेट्स गो यो सोलर सिस्टमको सूर्यबाट हामी यात्रा सुरु गरौँ है त। यो ग्राभिटी डिस्कभरी सेन्टरमा सोलर सिस्टम खोज्दा खोज्दा हैरान भइसकेँ म। बल्ल बल्ल भेट्यो यहाँ आएर यही रहेछ। हामी चाहिँ यसमा चाहिँ यो सोलर सिस्टम सौर्यमण्डलको विभिन्न ग्रहहरूलाई चाहिँ एक्चुअलमा तिनीहरूको एभरेज डिस्टेन्स जति हो सूर्यबाट त्यसैको रेसियोमा चाहिँ एक्ज्याक्ट मिल्ने गरी यहाँ विभिन्न ठाउँमा यहाँबाट सूर्य सुरु हुन्छ अनि त्यसको बारेमा केही विवरणहरू छ। त्यो मर्करी होला, भेनस, अर्थ, मार्स त्यसरी विभिन्न प्लानेटहरू राखेको रहेछ। अनि कति पाइलामा हिँड्न सकिन्छ भ्याइन्छ भनेर यहाँको सनको केही डिटेल्सहरू दिएको छ। एज 4.6 बिलियन इयर्स भएछ, डायमिटर 1.4 मिलियन किलोमिटर अनि टेम्परेचर 15 मिलियन डिग्री सेन्टिग्रेड सेन्ट्रल अनि सर्फेसमा चाहिँ 5500 अनि बाहिर कोरोनाको लेखाएर हुन्छ। एनिवे अरू नियरेस्ट स्टार हो हाम्रो सबैभन्दा ठुलो यताउता भन्ने। अब यहाँबाट चाहिँ म हिँड्छु मर्करीको लागि। यहाँ सनको केही इन्फर्मेसन दिएको छ, अहिले त्यति धेरै टाइम छैन त्यो नजाम हेरौँला पनि। मर्करी चाहिँ केही स्टेप्समा म मर्करी आइपुगेँ। मर्करी चाहिँ 58 मिलियन किलोमिटर टाढा छ सूर्यबाट। यो चाहिँ मर्करी भयो। अब यो भेनस होला पक्कै पनि। भेनस कति होला 58 भनेपछि त्यही 80-90 होइन 100 जस्तो होला। 108 मिलियन किलोमिटर रहेछ। अनि त्यसपछि अर्थ नजिकै छ किनकि अर्थ सनबाट 150 मिलियन किलोमिटर जस्तो एभरेज डिस्टेन्स त्यति हो। 50-51 कति हो 150 मिलियन किलोमिटर टाढा अर्थ आइपुग्यो। यो हाम्रो घर हो। त्यसपछि अर्थबाट मुन त्यति टाढा छैन। सन वहाँ पर हो भने वहाँ पर अघि आएको, मुन त यति नजिक छ। मुन यहीँनिर छ भनेपछि कति नजिक होला त मुन होइन। तर पनि हामीलाई यहाँबाट त्यहाँ पुगेर आइपुग्ने अस्ति भर्खर आर्टेमिस 2 त्यो पनि मुन घुमेर मात्र आउँदा त्यत्रो ठुलो कुरो भयो। 1969मा मान्छे चन्द्रमामा पुगिसके। अनि मार्स आइपुग्यो हाम्रो नजिकैको ग्रह। यो यहाँको प्लेट उक्के छ, यो प्लेट उक्के छ। यो चाहिँ 228 मिलियन किलोमिटर टाढा, निकै टाढा भइसक्यो। हामी 150बाट अर्को 78 मिलियन किलोमिटर टाढा छ। त्यो पनि अब एभरेज डिस्टेन्स हो, कहिले नजिक कहिले टाढा। युआर अप्रोचिङ द एस्टेरोइड बेल्ट। एस्टेरोइड बेल्ट आयो यहाँ नजिकै रे होइन, वार्निङ भनेर दिइरहेछ। यो भेस्टा भनेको कुन चाहिँ एस्टेरोइड हो अब आउँछ नजिकै। यो अर्को वेलकम टु द एस्टेरोइड बेल्ट। यहाँ एस्टेरोइडहरू टन्नै हुन्छन्, ठोक्कै लगाउँदै भनेर लेखिरहेछ। अब आउँछ यो पछि नजिकै आउला अब जुपिटर, टाढै छ जस्तो। प्यालस यो पनि एस्टेरोइड नै हो। सेरस यो पनि एस्टेरोइड नै हो। सिरिजलाई चाहिँ एस्टेरोइड मात्र नभनेर ड्वार्फ प्लानेट कन्सिडर गर्दो रहेछ। त्यो भएर यो भिडियो बनाउने बेलामा मात्र मैले यो फ्याक्ट चेक गर्दा यो कुरा चाहिँ नोटिस गरेँ, पहिला ध्यान दिएको छैन रहेछ। यसलाई चाहिँ हामीले ड्वार्फ प्लानेट बनाऊ, एस्टेरोइड मात्र नभनौँ। कति धेरै एस्टेरोइड हो, कति धेरै बेर चाहिँ एस्टेरोइड रहेछ होला हेर न। हामी सनबाट अर्थसम्म आइपुग्दा कति नजिकै थियो, यत्रो बेर हिँडिसक्यौँ। अझै एस्टेरोइड बेल्ट
मै छौँ। जुपिटर कति बेला आउँछ त? जुपिटर त निकै ठुलो पनि होला। कि यो ठुलो बनाएको चाहिँ जुपिटर हो? हुन पनि सक्यो, किनकि जुपिटर त म्यासिभ छ नि त। यिनीहरूको साइज चाहिँ मिलाएको छैन जस्तो छ, किनभने सन नै त्यस्तो सानो थियो भनेपछि पृथ्वी त्यत्रो ठुलो सनभन्दा हो रहेछ, जुपिटरै रहेछ। तर सनलाई चाहिँ खै किन सानो देखाएको रहेछ। त्यो पृथ्वी यत्रो डल्लो थियो भनेपछि त्यो जुपिटर चाहिँ यत्रो छ है। कति ठुलो होला त जुपिटर? तर सनको चाहिँ साइज त्यो रेसियो मिलाएको छैन जस्तो छ। अनि जुपिटरको यो चन्द्रमा हो, आफ्नो मुन युरोपा यहाँ छ। युरोपा जुपिटरको नजिकै। आइस मुन युरोपा इज वान अफ द 4 लार्जेस्ट मुन अफ जुपिटर भनेर। ग्यानिमेड यो अर्को जुपिटरको अर्को मुन हो। जुपिटरको मुनहरू नै पृथ्वी जत्रा जत्रा होला मुस्दै पऱ्यो। अलि जत्रा त छैनन् होला, तर यस ठुल्ठुला मुनहरू छन्। सच्चाइ चाहिँ मैले अर्थयात्रा त पक्कै छैनन् भनेर होइन, खास अर्थयात्रा डेफिनेटली छैनन्। मैले अलिकति भावनात्मक उत्तेजनामा आएर चाहिँ जुपिटरको मुनहरू चाहिँ निकै ठुला छन्, उस्तै पऱ्यो अर्थयात्रा त्यत्र त छैनन् होला भनेछु। त्यत्र डेफिनेटली छैनन्। जुपिटरको सबैभन्दा ठुलो मुन रहेछ गेनिमेड, अनि इभन स्याटर्नको ठुलो मुन टाइटन, जहाँ मैले यहाँ झन्डै मिस्टेक बोलेको थिएँ। तिनीहरू चाहिँ मर्करीभन्दा चाहिँ ठुला रहेछन्। मैले त्यो तिनीहरूको डायमिटरहरू आएर हेर्दा चाहिँ अर्थको डायमिटर अलमोस्ट 12,800 को रेन्जमा, गेनिमेडको र टाइटनको चाहिँ 5,000 भन्दा माथि। त्यो हिसाबले मर्करीभन्दा ठुलो। हाम्रो कुनै एउटा प्लानेटभन्दा चाहिँ ठुला नै छन् त्यो, जस यी मुनहरू चाहिँ त्यति साना मुन चाहिँ छैनन्। त्यो एउटा कुरा चाहिँ भयो। क्यालिस्टो यो पनि जुपिटरकै मुन हो पक्कै। त्यसपछि म पुग्दैछु जुपिटर पछि आउँछ स्याटर्न। स्याटर्न पुग्न त टाढा पो छ त, कति टाढा छ? सनबाट हामी कति नजिक छौँ। केही स्टेप्समा पुगेको थियौँ। 150 मिलियन किलोमिटर भनेको कति नजिक हो। टाइटन इज द बिगेस्ट मुन, द लार्जेस्ट अफ स्याटर्न्स मुन। स्याटर्न स्याटर्नको पो स्याटर्न आएको छैन, तर मुन त यता पर्न नि सक्यो नि होइन। द्याट्स इट। मतलब टाइटन चाहिँ बिगेस्ट लार्जेस्ट भनेर पढेको, तर स्याटर्नको पो, नट जुपिटरको। अब स्याटर्न यहाँ छ जस्तो छ। कति टाढा होला त भनेपछि यिनीहरू कति चिसो हुन्छन् होला, फ्रोजन हुन्छन् होला। यो स्याटर्न चाहिँ यहाँ छ। स्याटर्न कत्रो ठुलो देखिया छ। जुपिटरभन्दा चाहिँ डेफिनेटली सानो छ। यहाँ हेर्दा सोलिड भए पनि स्याटर्न चाहिँ पुरै, स्याटर्नको रिङहरू पनि हुनुपर्ने, अब रिङ त छैन। यहीँ भएको स्याटर्न त पुरै फलपरस्ती दिन लागिसकेको छ। यहाँ स्याटर्नका अरू मुनहरू छन् टनाटन यता र यता। अनि स्याटर्न युरेनस अब कति टाढा हो यिनीहरू त। स्याटर्नमा त अब आइसकेको थियो होला, फ्रोजन ग्यासहरू। हाइपेरियन मैले सुने पनि थिएन। यी धेरै मुनहरू हुन् स्याटर्नका, मलाई त्यति धेरै जानकारी पनि छैन। ओके, जुपिटरको चाहिँ 95वटा मुन छन्, त्यति धेरै छन् है। अनि स्याटर्नको चाहिँ 274वटा मुन छन्। स्याटर्नको झन् धेरै छन्। अनि टाइटन चाहिँ अब स्याटर्नको निकै ठुलो मुन, जसको चाहिँ आफ्नै एटमोस्फियर पनि छ। त्यो अलिकति इन्ट्रेस्टिङ फ्याक्ट भएको हिसाबले चाहिँ मैले बिचैमा डिस्टर्ब गरेर यदि थपिहालेँ। अब हामी पुग्दैछौँ नेप्चुन। यो जङ्गलमा अस्ट्रेलियाको एउटा राम्रो कुरा चाहिँ के भने, यो जङ्गलमा केही आक्रमण गर्ला भन्ने डर भएन कि। बाघ, भालु, हात्ती, बाँदरहरू केही पनि हुँदैन। डराउनु पर्ने, ओहो यहाँ के आउला टोक्ला भनेर डराउनु पर्ने के हुन। सर्प हुन्छन्, माकुराहरू हुन्छन् डर लाग्ने। इपे हाउ डु वी इभन प्रोनाउन्स दिस? टप्स। आम्मामा सनबाट पृथ्वीसम्म आइपुग्दा त नजिकै थियो। अब पृथ्वीबाट यता त कति टाढा रहेछ त भनेपछि यो सोलर सिस्टम कति ठुलो रहेछ त। हामी त सूर्यको नजिकैको पाहुना पो रहेछौँ त। अझ हामी युरेनस पुगेका छैनौँ। युरेनस पछि नेप्चुन पछि अब प्लुटो पनि अब अहिले प्लान्ट नगर्ने पनि फिबी
Phoebe stands apart from Saturn's other moon not only for its location but also due to its distinctive characteristics. Phoebe's orbit is unique as it orbits Saturn in the opposite direction of the planet's rotation. Okay, यस्तो चाहिँ कति टाढा भन्दा डिस्टेन्स फ्रम द सन 12.9 मिलियन किलोमिटर ए स्याटर्न त्यही त म दङ्ग पऱ्यो डिस्टेन्स फ्रम सन कति छ यहाँ लेखा छैन एनिवे बोल्ने टाइम छैन म एक्लै छु यो जङ्गलभरि यहाँ अरू मान्छे छैन तर डराउनु पर्ने हुँदैन यहाँ घाम लाग्छ दिउँसोको टन्टलापुर आज के अरे सोलर सिस्टम वक गरियो हिँडेर सौर्यमण्डल क्रस गर्दैछु म यो अब हामी युरेनस पुग्नुभन्दा अगाडि जानकारी गराइहालौँ ग्राभिटी डिस्कभरी सेन्टर एन्ड अब्जर्भेटरी वेस्टर्न अस्ट्रेलियाको पश्चिमी भेग पर्थभन्दा 100 किलोमिटर जति माथि होला एक्ज्याक्ट बिर्से 1 घन्टा जस्तो माथि पर्छ उत्तरतिर उत्तर पश्चिम पर्छ कि हल्का पश्चिम तर हाइवेबाट पश्चिम होइन पूर्व इस्टर्न कोस्टतिर बसिरह बानी हाइवेबाट यता जाने बित्तिकै पश्चिम जस्तो हुने अलिकति पूर्व त्यहाँ चाहिँ यो ग्राभिटी डिस्कभरी सेन्टरमा धेरै कुराहरू रहेछन् विशेष गरी फिजिक्स ग्राभिटीसँग इन्ट्रेस्ट राख्ने मान्छेहरूको लागि टाइटानिया इज द लार्जेस्ट मुन अफ युरेनस अब युरेनसको नजिकै छ यहाँ अरू कति धेरै मुनहरू रहेछन् युरेनसको नजिकै है डिस्टर्ब गरिहालेँ युरेनसको चाहिँ 28 वटा मुन रहेछन् त्यो पनि मलाई पहिले थाहा थिएन छन् भन्ने थाहा थियो कति छन् भन्ने थाहा थिएन इन्ट्रेस्टिङ लाग्यो 28 वटा मुन छन् है युरेनस चाहिँ यहाँ छ अब निकै चिसो होला यसको टेम्परेचर हेऱ्यो भने अब कति होला सर्फेस टेम्परेचर नेगेटिभ 195 डिग्री सेन्टिग्रेड ओ माई गुडनेस मुन चाहिँ 27 वटा रहेछन् 27 वटा भर्खर त मैले 28 वटा भने अब यहाँ इन्टरनेटमा हेर्दा 28 देखिरहेको छ है अब यो नम्बरहरू याद हुने कुरा भएन एनिवे मलाई रमाइलो लाग्यो कि मिस्टेक हुनसक्छ अथवा अपडेट हुनसक्छ यो ग्राभिटी डिस्कभरी सेन्टर जहिले बनाएको थियो त्यो बेलामा सायद युरेनसको प्लानेटहरू 27 वटा थियो होला अहिले अरू प्लानेटहरू डिस्कभर भयो होला 28 वटा इन्ट्रेस्टिङ भएको हिसाबले त्यसलाई सचाउनु हुँदा थप विवरण राख्छु साइन्स यसरी नै इभोल्युसन हुँदै अगाडि हुन्छ पुरानो इन्फर्मेसनहरू आउटडेटेड हुनसक्छ त्यसपछि नयाँ कुराहरू थपिँदै जान्छ दिस इज साइन्स डिस्टेन्स फ्रम द सन 2.4 बिलियन किलोमिटर हामी कहाँको 150 मिलियनमा थियौँ पृथ्वीसम्म आइपुग्दा 2.4 बिलियन भनेपछि 2400 मिलियन किलोमिटरमा आइपुग्यौँ 150बाट प्लुटो पुग्न सक्दैन कि म यो के थियो युरेनस थियो अझै नेप्चुन पुग्नु छ अनि नेप्चुन पछि प्लुटो पनि पक्कै छ होला 2006 कि 2009 एक्ज्याक्ट बिर्सेँ फेरि त्यसपछि प्लुटोलाई प्लानेटको लिस्टबाट हटाइयो अहिले हाम्रो यस सोलर सिस्टममा 8 वटा मात्र प्लानेट छन् अनि प्लुटो चाहिँ अहिले पर्दैन त्यही भएर यहाँ छ कि छैन थाहा भएन तैपनि छ रहेछ भने म एकचोटि प्लुटोसम्म पुगेर आउँछु प्लुटोले अलि लोन्ली पनि फिल गरेर होला धेरै पर छ एक्लै छ त्यो माथि प्लानेटको लिस्टबाट हटाइदिए त प्लानेटै होइनस् भन्थे निल देग्रेस टाइसनले भन्थे पिनिएस्ट अफ द प्लानेट त्यो फुच्चे प्लानेट भएर बस्नुहुँदा अब छोटाहरूको राजा भएर बसेर होला किङ अफ द त्यो आइस बल्स त्यस्तो भनेर बसेर होला त्यसलाई प्लानेटमा राखेर सबैभन्दा फुच्चे भनेर हेर्नुहुँदा त्यसको क्याटेगोरी तलतिर झारिदिएर तिनीहरूको चाहिँ राजा हो भनेर बसाइदियो भने प्लुटो खुसी हुन्छ होला भन्दै एउटा रमाइलो कुरा अब अझै प्लुटो पुगेको छैन म नेप्चुनै पुगेको छैन ओ माई गड प्लुटो कहिले पुग्ने म त थाक्छु जस्तो छ हिँड्दा अनि अरू इन्ट्रेस्टिङ कुरा यो भनौँ न मर्करी भेनस अर्थलाई त पहिला मुनै मान्दैनन् मान्छेले के अरे प्लानेटै मान्दैनन् मर्करी भेनस नजिकै थिए देखिए अर्थ भइहाल्यो जुपिटर र स्याटर्न ठुल्ठुला थिए त्यो भएर देखिए मान्छेले जमानादेखि यिनीहरूको डिस्कभरी कहिले भयो भनेर नै थाहा छैन जहिले मान्छेले आकाशतिर हेर्न थाले तहिलेबाट देखे अलिकति मात्र तिनीहरूलाई ट्र्याक गर्न थाल्नेले यिनीहरू मुन हाम्रो प्लानेटहरू हुन् भनेर थाहा भइसकेको थियो तर स्याटर्नभन्दा यताको
युरेनस नेप्चुन र प्लुटो भनौँ न। युरेनसहरू चाहिँ यहाँ समथिङ केही लेखेको छ। युरेनसहरू चाहिँ नाङ्गो आँखाले देख्न गाह्रो, निकै टाढा, रिलेटिभली अब जुपिटरहरूभन्दा सानो पनि। अनि यिनीहरूको लागि चाहिँ यो टेलिस्कोपहरूको राम्रो इन्भेन्सन भएपछि मात्र धेरै पछि 200-400 वर्ष यता मात्र पत्ता लाग्यो। अनि युरेनस पछि चाहिँ नेप्चुन पत्ता लाग्नुभन्दा अगाडि चाहिँ त्यहाँ आँखाले खोजेर पत्ता लागेको होइन नेप्चुन चाहिँ युरेनसको पाथ चाहिँ न्युटनले दिएको ग्राभिटेसनल थ्योरीहरूलाई स्टडी गर्दाखेरि त्यसको पाथ पोजिसन कहाँनिर हुनुपर्ने भनेर त्यो हिसाब किताब गर्दाखेरि त्यसको हिसाबमा अलिकति गडबड भइरहेको थियो। किन मिलिरहेको थिएन? ल आइपुग्यो, नेप्चुन आइपुग्यो। अहिले फेला कन्टिन्यू गरौँला यो स्टोरी। नेप्चुन आइपुग्यो। नेप्चुनको डिटेल्सहरू यहाँ हेरौँ। 4.47 बिलियन किलोमिटर। अघि हामी लास्ट प्लानेट भेट्दा हामी 2.4 बिलियन किलोमिटर कि 2.4 नै हो बिलियन किलोमिटर थियौँ भने अहिले हामी 4.47 भनेपछि यो लास्ट सनबाट त्यहाँ आउन जति टाढा थियो त्योभन्दा यहाँ आउन त्यति नै टाढा जस्तै रहेछ। अलमोस्ट भनेपछि कति टाढा? -214 डिग्री सेन्टिग्रेड यसको टेम्परेचर छ, सर्फेस टेम्परेचर। डेन्सिटी 1.64 ग्राम पर सेन्टिमिटर क्युब। खासै गरुङ्गो चिज होइन यो, हल्का रहेछ त्यस्तो लाग्छ। झुकिएछ भने ठिकै छ। अब यसको प्लानेटहरू अरू छन्, अघिको कुरालाई कन्टिन्यू गर्छु। युरेनस पछि चाहिँ नेप्चुन भेटिने बेलामा चाहिँ त्यो हिसाब किताब मिलेन। किन मिलेन? कसरी मिलेन? न्युटनको थ्योरी के यहाँ आएर फेल खान्छ त भनेर निकै क्वेसनहरू रेज भयो। पछि एउटा भने के थाहा त्यहाँ अर्को प्लानेट छ कि त्यो प्लानेटको ग्राभिटीले असर गरेर त्यसको पाथ हाम्रो त्यसको जति पनि कुराहरू हामीले डिटेक्ट गरिरहेछौँ त्यो नमिलेको जस्तो हो कि अर्कैले चाहिँ त्यो ग्राभिटीलाई असर गरिरहेछ कि भनेर तिनीहरू एउटा कुरा उठायो मानौँ। अनि तिनीहरूले कहाँनिर कस्तो वस्तु भयो भने चाहिँ त्यसले यतिको असर गर्छ त भनेर म्याथमेटिकली हिसाब गरेर ओके यो ठाउँमा यस्तो वस्तु भयो भने चाहिँ त्यसले चाहिँ त्यसको ग्राभिटीले असर गरेर माखाहरू कति लाग्यो युरेनसको पोजिसन चाहिँ यसरी असर गर्न सक्छ भन्ने कुरा भएपछि त्यही पोजिसनमा नाइट स्काई हेरेपछि यहाँनिर चाहिँ केही एउटा प्लानेट हुनुपर्छ है भनेर म्याथमेटिकल हिसाब गरेर यो ठाउँमा यस्तो चिज हामीले खोजिरहेछौँ भनेर पिन पोइन्ट गरेर खोज्न लागेपछि नेप्चुन भेट्टा थियो। के अरे यो कुरामा चाहिँ आएर मैले फ्याक्ट चेक गर्न मन लाग्यो। अनि कहिले भन्दा गलत कुरा बोलेको छु कि कहीँ सुनेको त हो भनेर अनि चेक गर्दै गर्दाखेरि के कुरा चाहिँ थाहा भने त्यस्तो पिन पोइन्ट गरेको चाहिँ होइन रहेछ। तर यहाँनिर हुनुपर्छ भनेर म्याथमेटिकली हिसाब गरेर यो ठाउँमा चाहिँ हुनुपर्छ अलमोस्ट भनेर हेरेको चाहिँ हो, एकुरेट चाहिँ हो। तर पिन पोइन्ट गरेको ट्याक्रकै यहीँ हुनुपर्छ भनेको चाहिँ होइन। त्यो बेलाको क्यालकुलेसनहरू अहिलेको जस्तो टुलहरू पनि डेभलप भइसकेको थिएन होला, क्यालकुलेसन त्यति एकुरेट पनि थिएन होला। अनि त्यो क्यालकुलेसन गर्ने बेलामा अरू आर्गुमेन्टहरू पनि त्यति प्रेसाइज थिएनन् होला, अरू सबै चिजहरू त्यो हिसाबले पनि त्यति एकुरेट क्यालकुलेसन चाहिँ भएन होला। तर म्याथमेटिकली कन्ट्रिब्युट गरेको र खोजेर नभेटेर म्याथमेटिकली यहाँ हुनुपर्छ अलमोस्ट यो रिजनमा भनेर भेटेको कुरा चाहिँ फ्याक्ट नै हो। नेप्चुन मात्रै यसो ऱ्यान्डम खोज्दै गर्दा हो नयाँ चिज भेट्यो भनेर भेट्यो होइन, पहिला यहाँनिर हुनुपर्छ भनेर हिसाब गरेर खोजेर अनि मात्रै भेट्यो। किनकि टाढा छ, सानो छ, देख्दैन त्यति सजिलै। यत्रो ब्याकग्राउन्डमा भएको मिलियन्स ट्रिलियन्स स्टारहरूले ढाकिदिन्छ, हराउँछ। अब समस्या के भयो भनेपछि यहाँ आइपुगेँ म। आज नेप्चुन पुग्नै पाएन। कुइपर बेल्ट इज अ रिजन अफ स्पेस बियोन्ड नेप्चुन. इट इज होम अफ थाउजन्ड्स मोस्टली अफ अब्जेक्ट्स मोस्टली स्मलर देन अर्थ्स मुन. भनेपछि प्लुटोसम्म जाने बाटै छैन रहेछ. प्लिज किप गेट क्लोज लेखिरहेको छ, पारिपट्टि बाटो छ. म प्लुटो जानु पाएन देख्न. ए सरी, यहाँ प्लुटो रहेछ, मिस गरेछ है. सरी हेर्न, म त क्या दुःख लागिरहेको थियो प्लुटोलाई भेट्न नपर्दा. यत्रो छ प्लुटो. प्लुटोको टेम्परेचर, सर्फेस टेम्परेचर -229 डिग्री सेन्टिग्रेड, 1.85 ग्राम पर सेन्टिमिटर क्युब. यसको डेन्सिटी, डायमिटर जम्मा 2376 किलोमिटर, जबकि पृथ्वीको डायमिटर रेडियस मात्रै 64 छ, डायमिटर त 12800 किलोमिटर. अब यो डायमिटरसँग त अब भोल्युम त रेडियससँग भनौँ न, भोल्युम चाहिँ अब क्युबमा भर पर्ने भएर 3-4 गुणा मात्रै रेडियस बढ्दाखेरि त्यसको डायमिटर चाहिँ 9 गुणा 16 गुणाले
फरक पर्ने भएर हेर्दा अलिकति मात्र कम सानो देखे पनि प्लुटो निकै सानो छ। विल मिस यु। अब म तिमीलाई भेट्न सायद कहिले नआउँला पनि यो ठाउँमा त डेफिनेटली आउँदैन। अर्कोचोटि वेस्टर्न अस्ट्रेलिया भिजिट गरेला नगरेला। एनिवे अघिको स्टोरीलाई कन्टिन्यू गरौँ न त। नेप्चुन भेट्यो, हिसाब गरेर नेप्चुनले फेरि पाथ फलो गरिरहेको छैन। के भयो, किन फलो गरिरहेको छैन? कतै अघिको जस्तै अर्को एउटा प्लानेट भएर त्यो प्लानेटको ग्राभिटीले असर गरेर नेप्चुनले फेरि न्युटनको थ्योरीले दिएको त्यो हिसाब अनुसार निस्केको पोजिसनमा नबसेको हो कि भनेर फेरि क्वेसन भयो। अनि त्यो पछि अर्को प्लानेटको खोजी भयो फेरि त्यस्तै हिसाब किताब गरेर खोजी भयो दशक खोजी भयो, भेटिएन। प्लुटो भेटिएन। प्लुटो भनेर पहिले नाम त दिएको थिएन, खोजिरहेको थिएँ, अर्कै नाम दिएको थिएँ प्लानेट एक्स भनेर नाम दिएर खोजेँ। प्लानेट एक्स भेटिएन। नभेटिएपछि यसलाई सर्टकटमा भन्छु, भेटिँदै नभेटिएपछि हैरान भएर कतै हाम्रो डाटा रङ छैन। रङ डाटाले यो साइन्टिफिक कम्युनिटी पुरै यही एउटा रङ डाटाको वरिपरि घुमेर हैरान भइरहेको त होइन भनेर खोज्दै जाँदा त्यो डाटा चाहिँ कुन कुन अब्जर्भेटरीहरूबाट ल्याएको डाटालाई मिसाएर हामीले त्यो कन्क्लुजनमा पुगेका थियौँ। हेरौँ न त भनेर हेर्दै जाँदाखेरि एउटा अब्जर्भेटरीको डाटा चाहिँ अलिकति अफ देखिएपछि त्यो अब्जर्भेटरीमा के भएर छ त भनेर हेर्दै जाँदाखेरि जुन दिन चाहिँ त्यो डाटाहरू कलेक्ट गरेको थियो, जहिलेको डाटाहरू युज गरेको थियो, त्यही दिन बिहान चाहिँ त्यहाँ क्लिनिङ भएको थियो, समथिङ केही काम भएको थियो त्यहाँ। त्यसपछि चाहिँ अब त्यो टेलिस्कोपहरू त रिक्यालिब्रेट गर्नुपर्थ्यो, अलिकति मात्रै एररले पनि ठुलो यस्तो रङ रिजल्ट आउँछ होइन। त्यो भएर त्यो चाहिँ रिक्यालिब्रेट भएर हुन्छ क्या। अनि यसलाई साइड लगाएर बाँकी अरू डाटालाई हेरौँ न त भनेर हेर्दाखेरि चाहिँ त्यो नयाँ प्लानेट जरुरी नै भएन, किनकि एक्ज्याक्ट जुन भ्यालु क्यालकुलेट गरेर आएको त्यही ठाउँमा नेप्चुन भेटेको थियो। एउटा लङ स्टोरी, यहाँ सानोतिनो डिटेल्सहरू मिस्टेक भएको हुनसक्छन्। मैले लाइक विदाउट प्रिपरेसन यो ठाउँमा आइपुग्दाखेरि फ्याट्ट त्यो स्टोरी भनिहालेँ, केही नम्बरहरू अथवा यताउता केही। तर जिस्टमा यसको चाहिँ त्यो दुईवटा प्लानेटहरू चाहिँ क्यालकुलेट गरेर एउटा चाहिँ भेट्यो, त्यसपछि क्यालकुलेट गरेर अर्को भेट्यो, अर्को प्लानेट चाहिँ छ भनेर खोज्यो लास्टमा ओहो मिस्टेक पो भएर रहेछ भनेर त्यत्रो टाइम पछाडि चाहिँ त्यो खोज्न छोड्यो। तर प्लुटो कहाँबाट आयो त? प्लुटो त्यसरी नै भेट्यो होला भन्ने सोच्नुभयो होला तपाईँहरू, कसैले सोच्नु भएको छ, ध्यान दिनुभएको छैन। ओके, त्योभन्दा पहिला यो गल्ती पनि हुनसक्छ। मैले चाहिँ यो कहानी सुनेको हो निल डेग्रास टाइसन, अहिलेको टाइमको एस्ट्रोफिजिसिस्ट, जसले चाहिँ स्टार्टअप भन्ने कार्यक्रम चलाउँछन्। त्यो कार्यक्रममा उनले भनेको सुनेको हो। ती आफै नासाकै वैज्ञानिक नभए पनि नासासँग जोडिएका प्रोग्रामहरूमा काम गरेको मान्छे, आजको दिनमा चाहिँ साइन्सको कम्युनिकेटर प्लस एस्ट्रोफिजिसिस्ट, त्यस्तो मान्छेले भनेको सुनेको। अनि त्यही स्टोरी मेरो दिमागमा थियो। मैले आएर नासाको वेबसाइटतिर खोज्दा चाहिँ यो स्टोरी कहीँ पनि भेटेन। तर सिमिलर स्टोरी के रहेछ भने, स्टोरी भन्दा पनि रियल कुरा चाहिँ साँच्चीमै यसरी प्लानेट एक्सको हन्टिङ चाहिँ भएको हो। तर फाइनली के कुराले चाहिँ प्लानेट एक्स छैन भन्ने डिसाइड भएको रहेछ भने पछाडि चाहिँ भोयेजर 2 जो चाहिँ अब अर्थबाट छोडेको, त्यो ट्राभल सोलर सिस्टम पास गर्दै जाने बेलामा 1989 तिर चाहिँ नेप्चुनको अराउन्ड पुग्दाखेरि चाहिँ नेप्चुनका बारेमा धेरै कुरा थाहा भयो। पहिला थाहा नभएको कुराहरू, विशेष गरी नेप्चुनको मासहरूको लाई लिएर चाहिँ अलि धेरै कुरा थाहा भयो। अनि एकुरेट त्यो मासहरू राखेर हेर्दाखेरि चाहिँ एक्चुअलमा त्यो पहिला भएको मिसक्यालकुलेसनहरू भएको रहेछ। त्यसैले यहाँनिर चाहिँ अर्को कुनै प्लानेटको जरुरी हुँदैन रहेछ। तिनीहरूको जुन प्लानेटहरूको त्यो वबलिङहरू नोटिस भएको थियो होला सायद, त्यस्तै केही ओहो यहाँ अर्को प्लानेटको जरुरी छैन रहेछ भनेर कन्फर्म भएको भनेर मैले नासाको वेबसाइटमा भेटेँ। अब निल डेग्रास टाइसनको कुरालाई पनि मैले रङ हो भनेर चाहिँ, अब रङ हो भन्ने कुरा पनि कहीँ भेटेको छैन। तर त्यसको चाहिँ जेन्युन स्रोत अरू कुनै चाहिँ भेटेन। अहिलेलाई त्यही निल डेग्रास टाइसनको भिडियोलाई नै स्रोत मानेर यो अगाडिको कुरा भन्छु। मैले देखेको अन्त पढेको पनि होइन। प्लुटो चाहिँ पछि अर्कै हिसाबले भेट्यो। प्लुटो त्यति ठुलो थिएन, त्यसले त्यसरी नेप्चुनको पाथलाई असर गर्ने लेभलको थिएन। प्लुटोले चाहिँ त्यो असर गर्न सक्ने सम्भावना थिएन, निकै सानो थियो। अनि प्लुटोलाई भेटेपछि 9वटा प्लानेट भनेर प्लानेटको क्याटेगोरीमा राखेपछि प्लुटोले त विभिन्न केही कारणहरू देखाएर
डिमोट गरे बिचरालाई। कारणहरू चाहिँ 2-3टा खासमा के थियो भने यो पनि भनिहालौँ के लङ हुने हो भेटी त प्लानेट हुनलाई चाहिँ तिनीहरूले 3टा रिक्वायरमेन्टहरू राखेछ। यो राख्दिनँ हो अब साइन्टिफिक कम्युनिटी एउटा तिनीहरूको टिम छ यो एस्ट्रोफिजिसिस्टहरूको होला केही होला संस्था तिनीहरूले चाहिँ प्लानेट हुनलाई 1 नम्बर चाहिँ सूर्यलाई वरिपरि घुम्नुपर्छ। अफकोर्स घुम्छ प्लुटोले एस्टेरोइडहरूले पनि घुम्छन् तर घुम्दैमा मात्र हुँदैन। प्लानेट आफैमा यति हेभी हुनुपर्छ कि त्यसको आफ्नो ग्राभिटीले आफैलाई खुम्च्याएर नियर राउन्ड सेपमा राख्नुपर्छ। पर्फेक्ट राउन्ड हुने त कुरा होइन तर त्यो बिग स्केलमा हेऱ्यो भने यो 2-4 किलोमिटरको डाँडा पाखा केही पनि होइनन्। 6400 किलोमिटर रेडियस भएको पृथ्वीमा केही किलोमिटर अग्ला खोजहरू त फिल पनि हुँदैन। त्यो स्केलमा एकचोटि इमेजिन गऱ्यो भने त्यो भएर राउन्ड सेपमै अलमोस्ट अब घुम्दै गर्दाखेरि थोरै बल्ज हुन्छ त्यो अर्कै कुरा हो। नत्र पृथ्वीले जसै गरे अरू सबै प्लानेटले आफ्नो ग्राभिटीले आफैलाई तानेर नियर राउन्ड स्फेरिकल सेपमा राख्छन्। प्लुटोले पनि राख्छ तर प्लुटो त्यहाँ पनि पास भएको थियो। त्यसपछि अर्को नियम छ प्लानेट हुनलाई प्लानेटको आफ्नो ग्राभिटीले आफ्नो बेल्ट चाहिँ क्लियर गर्नुपर्छ। बाँकी अरू धेरै यस्तो 10 कुराहरू हुनसक्छन् एस्टेरोइडहरू जस्तो त्यो चाहिँ क्लियर गर्नुपर्छ भन्ने अर्को रुलमा चाहिँ प्लुटोले आफ्नो पाथ चाहिँ कम्प्लिट क्लियर नगरेको भन्ने हो जस्तो लाग्छ। त्यसबारेमा मैले पनि त्यति धेरै हेरेन सायद यही नै हो। एकचोटि चाहिँ मैले पहिला प्लुटो र नेप्चुनले चाहिँ कुनै पोइन्टमा आएर पाथ इन्टरसेक्ट हुन्छ तिनीहरूको क्रस हुन्छ भन्नेसम्म सुनेको थिएँ। यो विषयमा चाहिँ फर्दर अहिले त्यति धेरै चासो नदिएर पनि होला त्यसलाई मतलब गरेन तर अहिलेको मेरो बुझाइ चाहिँ त्यस्तो छ रङ रहेछ भने यसलाई सच्याउनुपर्छ। यहाँनिर चाहिँ म अलिकति कन्फिडेन्ट नभए पनि त्यो 3टा पोइन्टहरू चाहिँ राइट नै रहेछ। अनि प्लुटो र नेप्चुनको पाथ क्रस हुन्छ भन्ने विषयमा चाहिँ कन्फ्युजन नहोस्। फेरि पाथ क्रस हुन्छ भनेपछि ठोकिन्छन् कि तिनीहरू कहिल्यै भन्ने होइन त्यो हुन पनि सक्यो नि त होइन। यो फ्याक्ट हो कि प्लुटो चाहिँ केही टाइम नेप्चुनभन्दा अगाडि हुन्छ कयौँ वर्षसम्म नेप्चुनभन्दा नजिक हुन्छ सूर्यबाट होइन। त्यो अलिकति अनौठो पनि कुरो भयो। नेप्चुनभन्दा पर भएर पनि कहिलेकाहीँ चाहिँ नजिक हुन्छ किनकि प्लुटोको पाथ चाहिँ अलिक एलिप्टिकल छ अनि नेप्चुनको चाहिँ अलिकति त्योभन्दा बढी राउन्ड सेप छ। त्यो हिसाबले चाहिँ कहिलेकाहीँ नजिक हुन्छ तर तिनीहरू कहिले किन ठोक्किँदैनन् भने तिनीहरूको चाहिँ जुन सूर्यलाई परिक्रमा गर्ने टाइम छ तिनीहरूको चाहिँ त्यो टाइम चाहिँ यस्तो हिसाबले छ कि एउटाले 2 चोटि गर्दाखेरि अर्कोले 3 चोटि गर्ने त्यस्तो किसिमको छ। एक्ज्याक्ट डाटामा म गएन तर तिनीहरू चाहिँ कहिले पनि सँगै ठोक्किने अवस्थामा चाहिँ आउँदैनन्। एउटा यता आउँदा अर्को अन्तै हुन्छ त्यो हिसाबले ठोक्किँदैनन् सेफ छन् डराउनु पर्दैन। तर भनेको कुराहरू चाहिँ राइट नै रहेछ यहाँ। तर मोस्ट प्रोबेबली राइट नै होला। यो हो आजको यो ग्राभिटी अब्जर्भेटरी। यो अस्ट्रेलियाको गाउँतिर चाहिँ अलिक ठुल्ठुलो माछाहरू ढिङ्गा माछा वटेभर यस्तो हुन्छ टोक्ने जस्तो कि दुख्ने जस्तो हुन्छन्। अनि यो ग्राभिटी डिस्कभरी सेन्टर एन्ड अब्जर्भेटरीको आजको ट्रिप त्यहाँबाट सूर्यलाई पनि हेर्न मिल्छ। त्यहाँ के लगाएर त्यहाँभित्रको केही सर्फेसहरू अलिकति डिटेलमा भन्थ्यो। अब त्यो भ्याउँदा पनि भ्याइएन आज टाइम पनि छैन। भोलि हामी ब्रिस्बेन फर्किँदैछौँ। एनिवे यो वाक चाहिँ मैले आज फोन बोकेको छैन नत्र राम्रो वाक रेजिस्टर पनि हुन्थ्यो। एनिवे फोनले रेकर्ड नगरे पनि मेरो शरीरले चाहिँ त्यो वाकलाई पक्कै रेकर्ड गऱ्यो होला। थोरै भए पनि बिहानको खाना पछि होला भन्ने आशा छ। त्यो जग्गामा म फर्किँदैछु सूर्यको सोलर सिस्टमको बिचतिर सूर्य भएको ठाउँतिर इपेटस IAPETUS इपेटस आई डोन्ट नो कसरी प्रोनाउन्स गर्छन् त्यसलाई। अब जाँदैछु धेरै पर छ सूर्य त। हामी पृथ्वीबाट चन्द्रमा पुगेर त्यहाँ नझरेर चन्द्रमा घुमेर मात्रै आउँदा त हामीलाई 10 दिन लाग्छ। झरेको भए त कति लाग्थ्यो किनकि झर्नु र फेरि चन्द्रमाबाट माथि बाहिर निस्किनु एउटा ठुलो काम हो। त्यो अझै टाइम लाग्छ होला 10 दिन लाग्छ भनेपछि पृथ्वी र चन्द्रमा त त्यही टाँसिएका चिज जुन यो स्केलमा हेऱ्यो भने होइन इन्टरस्टेलर डिस्टेन्सहरू
कति होला नि त इन्टर ग्यालेक्टिक डिस्टेन्सहरू कति होला नि त कति होला त त्यसैले त तिनलाई यो मिलियन बिलियन किलोमिटरमा नाप्न छोड्छन् पछि यसरी नाप्यो भने त भन्नै अप्ठ्यारो सम्झिनै गाह्रो हुन्छ त्यही भएर लाइट इयर्समा नाप्छन् लाइटले 1 वर्षमा जति डिस्टेन्स ट्राभल गर्छ त्यो डिस्टेन्सलाई 1 लाइट इयर भन्छौँ त्यो चाहिँ 1 सेकेन्डमै 3 लाख किलोमिटर हिँड्छ 1 मिनटमै त्यसको 60 गुणा हिँड्ने भयो 1 घन्टामै त्यसको 60 गुणा हिँड्ने भयो 3 लाख इन्टु 60 इन्टु 60 गर्दा 1 घन्टा भयो इन्टु 24 गऱ्यो भने 1 दिन भयो इन्टु 365 गऱ्यो भने 1 वर्ष भयो कति होला त आई डोन्ट नो त्यति डिस्टेन्स लाइटले 1 वर्षमा हिँड्छ अहिलेलाई यति नै त्यसरी यसको सोलर सिस्टम महात्म्य यसपटकलाई यति नै हामी फर्केर युरोप आइपुग्यौँ जुपिटर आइपुग्यो जुपिटर इज म्यासिभ जुपिटरको हल्का डिटेल हेरौँ न नेगेटिभ 110 डिग्री सेन्टिग्रेड सर्फेस डेन्सिटी जम्मा 1.33 यो पनि हल्का नै हो मैले यो डेन्सिटी 1.33 ग्राम पर क्युबिक सेन्टिमिटर हल्का नै हो भन्दै गर्दाखेरि यो जुपिटर प्लानेट आफैमा हल्का हो भनेको होइन यसको डेन्सिटी चाहिँ अर्थको अथवा अरू प्लानेटको कम्पेरिजनमा चाहिँ कम हो भनेको यहाँभन्दा अगाडि पनि डेन्सिटीको कुरा गरे जस्तो लाग्छ जस डेन्सिटी कम हो यो कम गराउँछ भन्दै गर्दाखेरि त्यसले कन्फ्युजन चाहिँ नबनाओस् कि त्यो प्लानेट आफैमा हल्का होइन प्लानेट म्यासिभ छ गराउँछ तर त्यसको डेन्सिटी नेपालीमा मलाई त्यसको वर्ड आएन एनिवे त्यो चाहिँ कम डेन्स छ भन्न खोजेको डे 10 घन्टाको दिन हुँदो रहेछ पृथ्वी के अरे इयर चाहिँ 1 वर्ष यसले 1 राउन्ड घुम्नलाई चाहिँ पृथ्वीको 12 वर्ष लाग्दो रहेछ 365 इन्टु 12 दिन पृथ्वीले 12 वर्ष हुने बेलामा बल्ल जुपिटरले 1 राउन्ड घुम्दो रहेछ टेम्परेचर चाहिँ घट्दै जान्छ सोलर सिस्टमको लास्टसम्म पुग्दाखेरि चाहिँ नेगेटिभ 200 समथिङ डिग्री सेन्टिग्रेड हुन्छ जबकि सबैभन्दा लोएस्ट पोसिबल टेम्परेचर नै नेगेटिभ 273 पोइन्ट समथिङ 1 समथिङ हुन्छ त्यहाँ पुग्दाखेरि त्योभन्दा उता चाहिँ कम टेम्परेचर पोसिबल छैन 0 केल्भिन हुन जान्छ अब सक्यो सनसम्म त पुगाउन कति बेरको वाक हुँदो रहेछ पनि ठ्याक्कै रेकर्ड हुने अन्त सुई हिँड्दा नन स्टप राम्रै स्पिडमा हिँड्दा छु म यो एस्टेरोइड बेल्टमा छु म कतैबाट एस्टेरोइड आएर ड्याङ्ग ठोक्देलान् भन्ने डर छ पृथ्वी पुग्यो यो सूर्य बाहेक बाँकीको चाहिँ स्केल मिलेको छ जस्तो लाग्छ किनकि यहाँ मार्स छ मार्सको ठिकैको छ साइज अनि यहाँ पृथ्वी त्यो मार्सभन्दा अलिक ठुलो छ त्यो पनि ठिकै छ होइन पृथ्वीको त डिटेल खिचौँ न यार खासमा बाँकी प्लानेटहरूको पनि साइजको रेसियो मेन्टेन गरेको छैन जस्तो लाग्छ फेरि जुपिटर अनि स्याटर्नहरूको साइज हेर्दा चाहिँ मिलेको छ जस्तो लाग्छ तर त्यो कुरा चाहिँ मैले त्यहाँ अलिकति राम्रोसँग ध्यान दिएन यो कुरा चाहिँ कन्फर्म हो कि सूर्यको चाहिँ त्यहाँ साइज डेफिनेटली मिलेको छैन सूर्यको साइज यदि मिलेको हुन्थ्यो भने त्यो निकै ठुलो हुन्थ्यो त्यहाँ हामीले देख्न सक्ने त्यस्तो नजिकमा हेर्न सक्ने लेभलकै हुन्थेन नखिचे पनि पृथ्वी धेरै डेन्स छ 5.48 ग्राम पर सेन्टिमिटर क्युबिक सेन्टिमिटर छ सर्फेस टेम्परेचर 16 डिग्री सेन्टिग्रेड डिस्टेन्स डायमिटर 12,756 लेखेर चाहिँ मैले 12,800 भनेको थिएँ अराउन्ड त्यही हो 150 मिलियन किलोमिटर यो ल पछि हेरौँला त्यसको एक्सिस कति ढल्किया छ 23 पोइन्ट समथिङ यहाँ भेनस आयो यहाँ मर्करी आयो सनलाई त्यही पृथ्वीको स्केलमा राख्यो भने नि कत्रो हुन्छ त्यो अर्को एउटा भिडियोको विषय भन्छ यत्रो ठुलो भन्छ सन त धेरै ठुलो छ नि धेरै ठुलो छ ठ्याक्कै यति छ भन्ने थाहा नभएपछि यस्तै भन्ने ठुलो निकै ठुलो छ भन्ने त भन्ने होइन
खास भने मलाई थाहा थियो कि लगभग 1 मिलियन टाइम्सले चाहिँ सन पृथ्वीभन्दा ठुलो छ भोल्युमको हिसाबमा भन्दाखेरि भनेर तर त्यो बेलामा खै याद भएन चाहिँ कि निकै ठुलो त्यो चाहिँ थाहा थियो एनिवे 109 टाइम्स बढी चाहिँ छ उसको डायमिटर अथवा रेडियस भनौँ त्यो हिसाबले चाहिँ अब त्यसको क्युब हुन्छ भोल्युममा जाँदाखेरि चाहिँ कति हुँदो रहेछ 1.3 मिलियन अर्थ कत्रो बनाएको छ यत्रो बलभन्दा फुटबलभन्दा अलिक ठुलो 1.3 मिलियन भनेको ओ माई गड 1 मिलियन भनेको 10 लाख 13 लाखवटा अर्थ राख्यो भने एक ठाउँमा जत्रो हुन्छ त्यत्रो चाहिँ सन बन्दो रहेछ भनेपछि स्केलमा बनाउनु सम्भवै छैन सन चाहिँ यो घर जत्रो बनायो भने अर्थ यत्रो बन्छ अब अर्थ यत्रो भयो भने मुन यत्रो बन्छ मुन यत्रो भयो भने बाँकी अर्को त्यहाँ भएको एस्टेरोइडहरू कत्रो बन्लान् त्यो हिसाबले चाहिँ त्यो सनलाई चाहिँ त्यो स्केलमा राख्नै मिलेन अर्थ यत्रो बनायो भने सन यो बिल्डिङभन्दा ठुलो हुन्छ त्यो भएर चाहिँ राख्न नमिलेर त्यहाँ नराखेको एनिवे सनको स्केल चाहिँ 13 लाखवटा अर्थ एक ठाउँमा राख्यो भने जत्रो बन्छ त्यत्रो चाहिँ सन छ कत्रो होला त है जस्तो यस्तो यो जुपिटर जस्तो स्केलमा देखाएर हुन्न सनलाई देखाउनलाई त निकै गाह्रो हुन्छ सायद त्यही भएर सनलाई यो स्केलमा नराखे होला ओके यो भिडियोलाई अब यहीँ अन्त्य गर्छु बुढी आत्तिएर उहाँ छोरोले लैजान गाडी चलाउनु भने गऱ्यो होला अनि उहाँ गाडी चलाएर बसिरहेको रहेछ बिचरा मैले फोन लगाएको थिएन मलाई फोन गर्न पाएन उनीहरूले कति बेर लाग्यो म हिँडेको मात्रै 27 मिनट भएछ त मारिहाल्यो नि बुढी रिसायो होला हल्का हिँडेर त कति टाढा रहेछ नि त बुढी हो र युवान के भएछ र मम्माले के भन्नुभयो मम्माले गाडी चलाउनु भयो त्यस्तै भयो कि बुढी ल तिमी चलाउँदा म बस्छु क्या गरौँ अन्त आधा घन्टा त म पुरै वाक गरेँ नि त अब जाम अहिले अलि अगाडि अनि म्याप लगाउँला ग्राभिटी डिस्कभरी सेन्टर अब्जर्भेटरी जिन्जिन www.gravitycenter.com.au मा थप विवरण हेरौँला आधा घन्टाको भिडियो मैले कहाँ राख्छु त युट्युबमा हालिदिन्छु होला यत्तिकै र यति रहेछ बुढी हिँड्नु त पुरै छोडिदियो युवालाई झ्याउ लाएर अनि हामी त एकचोटि यता आयौँ बाबा भनेर बोलायौँ के भयो कि फोन नि लैजानु फोन लगाएन के भयो भनेर युवान र म त युवानले बाबा भन्दै कति बोलायो यहाँ हामी आइपुग्यौँ यो चाहिँ लिनिङ टावर ग्यालिलीले 400 वर्ष अगाडि जुन एक्सपेरिमेन्ट गरेका थिए त्यही एक्सपेरिमेन्टहरू अहिले हामीले गर्न पाइयोस् अझ राम्रो सेटअपमा भनेर यिनीहरूले त्यो व्यवस्था बनाएर राखिदिएको रहेछन् मेरो त मुखै सुक्यो नि यार पानी छ बोल्दै 28 मिनटको त भिडियो भएछ सूर्य भेटेपछि सूर्य खोज्नै टाइम लाग्यो मलाई यत्रो सानो बनाएको रहेछ सूर्य पृथ्वी बढी ठुलो छ कस्तो छ दामी यस्तो अब दामी भन्नाले लाइक अब हेर्दाखेरि हो भिजुअली स्टनिङ त हुने कुरो भएन त्यो डिस्टेन्स फिल गर्न चाहिँ मजा आउने कि सूर्यबाट नजिकै पृथ्वी आउँछ अब मर्करी भेनस अनि अर्थ आइहाल्छ उत्तिको लागि प्लुटो खोज्दा हैरान कति पर म पाइन्छ नि खान्छु